सो ये गाइस सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल्समा। यो थम्बनेल हेरेर हजुरले बुझिसक्नुभयो होला कि भिडियो आज केसको बारेमा हुन गइरहेको छ। हो गाइस, हजुरहरूले टिकटक चलाउँदा चाहिँ कतिपय भिडियोहरू देख्न सक्नुहुन्छ। हजुरले यसरी टिकटक आफ्नो मोनेटाइज गर्न सक्नुहुन्छ, उसरी आफ्नो टिकटक मोनेटाइज गर्न सक्नुहुन्छ। अब खासमा हो कि टिकटक मोनेटाइज नेपालबाट गर्न सकिन्छ सकिँदैन के हो, मैले यो भिडियोमा सबै भन्नेछु कि हजुरहरूलाई। हुन्छ, हजुरहरूले यति मोनेटाइज गर्नुभयो भने पनि टिकटकबाट कतिसम्म अर्निङ गर्न सक्नुहुन्छ महिनामा। अनि फेरि हजुरलाई टिकटकले 1000 भ्युजको कति दिन्छ, 2000 भ्युजको कति दिन्छ, लाखको भ्युजको कति दिन्छ, क्राइटेरिया के हुन्छन् मोनेटाइज गर्न सक्ने, कति फलोवर्स चाहिन्छ, कति भ्युज कम्प्लिट गर्नुपर्छ, मैले सबै भन्नेछु। सो यो भिडियो स्किप नगरिकन यो भिडियो फुल वाच गर्नु होला। ल लेट्स बिगिन द भिडियो। सो हे गाइज, मैले डाइरेक्ट पोइन्टमा आउने भन्दा चाहिँ नेपालमा टिकटक क्रिएटर फन्ड चाहिँ अझै आएको छैन। द्याट मिन्स हजुरले नेपालबाट चाहिँ अझै अर्निङ गर्न सक्नुहुन्न भिडियोको भ्युजको आधारमा। यदि हजुर नेपालभन्दा बाहिर यिनी दिएको कन्ट्रीहरूमा हुनुहुन्छ, जस्तै युएसमा हुनुहुन्छ, युकेमा हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ, ब्राजिलमा हुनुहुन्छ, इभन साउथ कोरियामा हुनुहुन्छ भने मात्रै भिडियोको भ्युजको आधारमा हजुरले अर्निङ गर्न सक्नुहुनेछ। नेपालमा चाहिँ त्यो अझै आएको छैन। नेपाल लगायत जस्तै इन्डियामा आएको छैन, पाकिस्तानमा आएको छैन, हो कि नै। अब हजुरले चाहिँ अब नेपालभन्दा बाहिर हुनुहुन्छ भने चाहिँ यो दिएको लिस्टको कन्ट्रीहरूमा हुनुहुन्छ भने चाहिँ हजुरले चाहिँ सिम्पल केही क्राइटेरियाहरू हुन्छ, जस्तै एक लगभग 10,000 फलोवर्स चाहिन्छ अनि लास्ट 30 डेजमा चाहिँ 1 लाख भ्युज चाहिन्छ अनि बल्ल हजुरको टिकटक एकाउन्ट मोनेटाइज हुन्छ। यदि हजुर नेपालमा हुनुहुन्छ होइन, नेपालमा भएर पनि टिकटकबाट अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ यस्ता थुप्रै धेरै छन्, धेरै वेहरू छन्। अब मैले त्यो वेहरू हजुरलाई बताउने छु है त। यहाँ मैले ठ्याक्क सो गरिदिएको छु, यहाँबाट हेर्न नि सक्नुहुन्छ है त। टिकटक लाइभ गिफ्टबाट पनि हजुरले इजिली अर्निङ गर्न सक्नुहुन्छ। जस्तै अब हजुरले केही कुराले इन्टरटेन गर्न सक्नु पर्यो, टिकटकबाट लाइभबाट कमाउनु चाहिँ कि त हजुरले यस्तो फलोवर्स अफ गेम्स खेलाउन सक्नुहुन्छ भने चाहिँ त्यसरी नै कमाउन सक्नुहुन्छ। एउटा भनेको चाहिँ ब्रान्ड प्रमोसन, कुनै कम्पनीको ब्रान्डहरूलाई प्रमोसन गरेर त्यसको लागि चाहिँ हजुरको उमा चाहिँ अलि राम्रो फ्यान बेस फलोवर्स हुन पर्यो। राम्रै फलोवर्स हुन्छ हजुरलाई प्रमोसन आउँछ, त्यसको आधारमा पनि कमाउन सक्नुहुन्छ। एफिलिएट मार्केटिङ यो भनेको चाहिँ हजुर इजी वेमा घर जस्तै अनलाइन कमाउन एकदम इजी छ कि। इजी त भनौँ, जस्ट हजुरले सिम्पल कोही भिडियोहरू बनाएर गर्नुभयो भने चाहिँ यो चाहिँ हजुर स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ साइड बिजनेसको लागि राम्रो छ क्या। जस्तै दराज छ नेपालमा, दराजले के गर्ने हुन्छ त दराजको एफिलिएट प्रोग्राममा हजुर जोइन हुनुहोस्। जोइन गरेर त्यसले दिएको लिङ्कहरू चाहिँ यस्तो टिकटकमा प्रमोसन गर्नुहोस्, भिडियोहरू बनाउनुहोस्। एआई चाहिँ एआईको प्रयोग गर्नुहोस् होइन, र टिकटकमा पोस्ट गर्नुहोस्। अनि त्यो पोस्ट गरेपछि हजुरको लिङ्कबाट कसैले सामान किन्यो भने चाहिँ हजुरलाई केही कमिसन छुट्याएर राखेको हुन्छ, त्यो कमिसन हजुरलाई आउँछ कसैले केही किन्ने बित्तिकै। दिनको हजुरले 10-20वटा जति अलि लार्ज प्रोडक्ट सेल गर्नुभयो भने त हजुरलाई 1000-2000 त यतिकै आउँछ नि त एज अब साइड बिजनेस। त्यो पनि हजुर त्यसको कामलाई लागि टिकटकलाई इजिली हजुरले युटिलाइज गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ हजुर अब कुनै एउटा बिजनेस गर्नुभएको छ, जस्तै मोबाइलको बिजनेस गर्नुभएको छ भने हजुरले इजिली प्रमोसन गर्ने भिडियो हो कि नै, त्यसरी नै एउटा कमाउन सक्नुहुन्छ। अर्को चाहिँ अब हजुरले युट्युब च्यानलहरू बनाउनु भएको छ, यताउति गर्नुभएको छ भने चाहिँ टिकटकमा हजुरले मस्त प्रमोसन गर्नुभयो भने युट्युबमा भ्युज पनि बढ्छ र हजुरलाई च्यानल मोनेटाइज गर्न इजी हेल्प हुन्छ। र यस्तै इन्फर्मेटिभ भिडियोको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। मैले यस्तै इन्फर्मेटिभ भिडियो चाहिँ अब आउने 30 दिनसम्म चाहिँ हालिराख्ने छु। अब हजुरको साथ सपोर्ट भयो भने चाहिँ मैले कन्टिन्यू नै दिनेछु। आजलाई यति, बाई बाई।